कल्पना गर्नुहोस्, एक राजा जसको नाम सुन्नासाथ मानिसहरू डरले काँप्थे। उनी थिए सम्राट अशोक, शक्तिशाली, निर्दयी, क्रूर। उनी युद्ध मात्र जान्थे, दया होइन, माया होइन। त्यसैले उनलाई भनिन्थ्यो चण्ड अशोक, डबल ई। एक दिन उनले कलिङ्ग राज्यमाथि आक्रमण गरे। भयानक युद्ध भयो, तरवार ठोकिए, चिच्याहट सुनियो, रगत बग्यो। हजारौं होइन, लाखौं मानिस मारिए, बालबालिका टुहुरा भए, आमाबुबा छुट्टिए, घरहरू जलाइए, पुरै भूमि शमशान जस्तै बन्यो। युद्ध जितेपछि अशोक मैदानमा हिँड्दै थिए। चारैतिर लासै लास, रुनुको आवाज, पीडाले भरिएको दृश्य उनले आफ्नै आँखाले देखे। त्यो क्षण उनको मन काप्यो। उनले आफैसँग प्रश्न गरे, मैले राज्य जिते, तर किन मन खाली छ? यति धेरै हत्या गरेर यो कस्तो विजय? त्यही दिन उनको जीवन बदलियो। उनले तरवार छोडे, बुद्धको मार्ग रोजे। अब युद्ध होइन, शान्ति। अब हत्या होइन, करुणा। अब शक्ति होइन, धम्म। चण्ड अशोक बने धर्माशोक। उनले स्तूप बनाए, बिहार बनाए, धम्मलेखहरू पत्थरमा कुदाए र बुद्ध धर्मलाई भारतदेखि श्रीलङ्का र एसिया भर फैलाए। आज पनि अशोकलाई सम्झिन्छौँ, राजाको रूपमा होइन, धर्मको सेवकको रूपमा। साँचो जित अरूलाई हराउनु होइन, आफ्नो मन जित